यो चाहिँ मुक्तिनाथ मन्दिरको ट्रेकिङ है। जय शिवजी। यो मुक्तिनाथ मन्दिर यहीँ माथि हो भन्ने कुरा आयो। त्यो पारी पारी हेर्न सकिन्छ हिमाल छक्क यहीँ नजिक पारि। हात यति चिसो भएछ कि चिसो। कहाँ मन्दिर यही मन्दिर उता गयो। यो चाहिँ गियर जस्तो लाग्यो यो। म त उप छ है। ए बम हेर्नु यो ढुङ्गा किन चाँगिन्छ यहाँ एकनासै ढुङ्गा यति चाँगिएको छ तलैदेखि। यो ढुङ्गा यसको केही न केही रहस्य होला मलाई चाहिँ थाहा भएन है। यी सबैतिर ढुङ्गै चाहिने त्यसको यथार्थ रहस्य के होला। मुक्तिनाथ वृक्षारोपण क्षेत्र भनिएको छ यतै। यो गार्डन जस्तो लाग्छ है मलाई। हल्का रुखहरू यस्तो मन्दिरमा घन्टी बज्न सुरु भयो। मुक्तिनाथ यज्ञशाला भनियो यतातिर। आइयो है मुक्तिनाथ मन्दिर एक्चुअली फाइनली अराइभ्ड इन मुस्ताङ एट मुक्तिनाथ मन्दिर।
पानी चाहिँ यस्तरी बगेको छ यतादेखि पानी चाहिँ important notice to लेक लाग्ने बाटो यतातिर चाहिँ हो यो पारी चाहिँ गौतम बुद्धको एकदम ठुलो मूर्ति रहेछ है बुद्धको सिद्धार्थ गौतम बुद्धको हेर्नुस् त हाम्रो काली गण्डकीमा जुन पानी गइरहेछ नि यहीदेखि काली गण्डकीमा पानी गइरहेछ नि हिउँ पग्लेर यही माथिबाट हिउँ पग्लेर आएको पानी हेर्नुस् यो पानीको प्रेसरले यो घुमाएर राखिएको छ यति ठुलो प्रेसर हानेको छ कि यो यति ठुलो पनि घुम्न सफल भएको छ यो मुक्तिनाथ मन्दिर है नआएर आएर पानी डुब्ने यहाँ छ है यहाँ डुब्ने छ भन्ने कुरा थाहा भयो बल्ल फर्स्ट टाइम आएदेखि है डुब्ने छ यस्तो यहाँ चाहिँ मन्दिरको लागि लाइन भइसकेको छ यो पहिला नुहाएर लाइन बसेको होला है सबै यो चाहिँ मुक्तिनाथको धारा है 108 धारा छ भन्ने कुरा थाहा पाइएको छ यो म पहिला देखाउँछु यो नहुन त नहुनै छ हामीले यसरी बगेर आएको छ है मुक्तिनाथ 108 धारा चाहिँ यसरी बगेको छ है मुक्तिनाथ यही धाराको पानी सर लिएर गयो हाम्रो विभिन्न पूजा तथा विभिन्न किसिमको कार्यक्रममा पवित्र पानी जल बनाउन सकिन्छ भन्ने धार्मिक विश्वास हुन्छ त्यही भएर हामी ल्याउँदैछौँ है पानी यहाँ चाहिँ यो चाहिँ मुक्तिनाथ मन्दिर है त्यहाँ जाने पूजा एक जनाको ट्याकट्याक भएको छ एक जनाको हजुर एक जनाको रहेछ हैन पूजा ट्याक सामग्री लग्यो हैन एक जना पनि गएको छैन पहिला पुजारीले पूजा गर्ने होला ए पूजा गर्नै छ ए त्यो आरती लिएर ल अब टोली पल्टन चाहिँ अब नुहाइधुवाइतिर
अब लाग्यो है त हामी चाहिँ कपडा चाहिँ तल